होटलमा जाँदैछौँ। सेकेन्ड डे कि थर्ड डे हाम्रो आज अयोध्यामा थर्ड डे रहेको छ र हामी मङ्गल आरतीको लागि रेडी हुँदैछौँ। म चाहिँ भइसकेँ, यता माताजी हुँदै हुनुहुन्छ अनि यता त देखाउनु मिल्दैन। त्यही हो, मेरो आउटफिट यस्तो छ। हाम्रो रुम फेरि लास्ट डे 4 छ। यो चाहिँ हामी बसेको होटल। यस्तो 4 छ। एउटा टिभी पनि रहेको छ अनि तर हामीले चाहिँ हेरेको छैन, वाइफाई पनि छैन अनि यस्तै कपडा फालेछौँ किनभने हामीले मिलाउने टाइम पनि छैन अनि राम्रो यसरी छौँ। म चाहिँ यस्तो छु डे 3 अनि हाम्रो यहाँ एसी पनि छ, यस्तो वासरुम पनि छ अनि यता कपडा सुकाउने ठाउँ पनि छ यस्तो। अनि यहाँनिर चाहिँ बाँदरहरू हुनुहुन्छ, यहाँनिर कता खै अहिले हुनुहुँदैन, अलिअलि हुनुहुन्छ है, टन्नै हुनुहुन्छ यहाँ, डडमडुडमा हुनुहुन्छ। अनि यस्तो अयोध्या धाम यस्तो रहेको छ। अहिले हामी जाँदैछौँ सपिङको लागि। भनेको भ्याइयो अब फेरि आउनु हरे कृष्ण। हामी चाहिँ अहिले बल्ल हनुमानगढी मार्केट सपिङ गर्नको लागि जाँदैछौँ। बल्ल प्रभुजीहरूले अनुमति दिनुभयो, त्यसपछि हामी प्रसादमको लागि जान्छौँ। हिजो चाहिँ हामी हनुमानगढी दर्शन गरिसक्यौँ अनि आज चाहिँ बल्ल सपिङको लागि जाने हो। हजुरले केही भन्न चाहन्छ निकिता माताजी? हरे कृष्ण एभ्रिवान। अनि हामी चाहिँ हनुमानगढी सपिङ गरेर जाँदैछौँ स्पेसल फ्यामिलीको लागि, किनकि टिका प्रसाद फुल मालाको लागि। अनि हामी देखाउँछौँ के पाइन्छ त्यहाँ के पाइन्छ, स्पेसल के छ, हाम्रो अयोध्याको स्पेसालिटी के छ, त्यहाँबाट जाने रे हालै जान्छौँ। के हो थिचेकै छैन। हामी यहाँनिर अटोमा ओर्लियौँ अनि यहाँबाट सिधा अगाडि गइसकेपछि अगाडि चाहिँ हनुमानगढी मार्केट रहेको छ अनि यतातिर यस्तो छ। हामीलाई चाहिँ प्रभुजीले डाइरेक्सन दिए अनुसार हामी जाँदैछौँ। यहाँ माताजीहरू हुनुहुन्छ। यहाँ चाहिँ मलाई के रमाइलो लाग्यो भने लाइफ सबै सिम्प्लिसिटीमा क्यामेरा डर सपिङ गर्दै हुन्छ। अलग-अलग रेट का लगा हुआ है, एक ही रेट का नहीं है। जंगल की तरफ है, उनकी तरफ है। ये जोरा हो जा हामी अरु ब्याग पसन्द गरेको हामी त्यो अरु झोला यस्तो रमाइलो हुन्छ यहाँ, यस्तो राति सपिङ हुन्छ त। हजुर कति गोरी देखिनु भयो। यस्तो एकदम स्वादिष्ट चीज हमारा हिंदी कैसा है? अच्छा है, बहुत अच्छा है, बहुत अच्छा है भैया जी। मैंने 50 तो ये कितने का है भैया? मेरा हिंदी कैसा है? भिडियो अब धेरै हुन्छ। आज रहेको छ हाम्रो डे 4 र
र लास्ट दिन अयोध्याको लागि आज रहेको छ 4th डे एन्ड अनि आज चाहिँ लास्ट दिन रहेको छ हाम्रो अयोध्याको यात्राको लागि र म रेडी भइसकेको छु मङ्गल आरतीको लागि अनि यता माताजीहरू रेडी भइसक्नु भएको छ हाफ अलिअलि हुँदै हुनुहुन्छ। अब हामी जाँदैछौँ तर मलाई जान मन छैन, के गर्नु जानु पर्यो। मङ्गल आरतीपछि हाम्रो के हुन्छ क्लास हुन्छ एकछिन होइन, इन्डिङ सेरेमनी हुन्छ, क्लोजिङ सेरेमनी हुन्छ, त्यसपछि हामी फेरि अनि के गिफ्ट डिस्ट्रिब्युसन हुन्छ हुँदैन अनि त्यसपछि प्रसादम लिन्छौँ अनि हामी जान्छौँ नेपालको लागि। हरे कृष्ण। यस क्षेत्रको चाहिँ कसरी पनि मैले गर्न सक्दिनँ, मतलब व्याख्या गर्न सक्दिनँ भने त्यत्रो हामी यतिजना भएको ठाउँमा त सफाइ छ, जुन ठाउँमा पनि 10-20 जना अरू बालीहरू रमाइलो गरौँ भन्नेहरूको उसमा चाहिँ गयो, टोइलेटहरू बनाएको हुन्छ, रुमहरू बनाएको हुन्छ। हाम्रो यहाँ हेर्नु मेरो दिमाग फ्रेस भन्छ। अब हरे कृष्ण भन्दाखेरि भावना शुद्ध भावनै शुद्ध आउँदो रहेछ कि मन विचारै शुद्ध आउँदो रहेछ। मलाई कुनै पनि नकारात्मक सोचहरू आउँदैन, सोच एकदम चाहिँ विचार एकदम राम्रो आउँछ। र अर्को कुरा हाम्रो महान यहाँ शत्रुघ्न कश्यप यही मात्रै घरमा थोरै हामीले सुरुवात गर्न सक्यो भने हाम्रो साँच्चै राम राज्य अथवा रामको कथाको हामी चरितार्थ गर्न सक्छौँ। यहाँ आएर कथा सुन्यौँ, भोलि गएर फेरि घरमा तेरो छोरा, त्यो जेठाजको छोरा, तेरो देउनको छोरा, मेरो छोरा, मेरो छोरा अनि श्रीमानको दुःख सुखमा साथ दिने सीताको आज हामी ल्याउन सकौँ। यही हाम्रो हो। हामी लिएर जानु नै हो। मैले त यही प्रण गरेँ, हे राम मलाई ती कृपा गर्नु कि मैले गएर मेरो श्रीमानको पल पलमा दुःखमा म साथ दिन सकौँ र मेरो घरलाई सम्पूर्ण मेरो दाजुभाइहरूलाई आपसमा सम्बन्ध बनाएर राख्न सकौँ भनेर यही प्रेरणा मैले लिएर हरे कृष्ण। स्मरण बन्दन पाद सेवन दर्शने। पाद सेवन भनेको भगवानको चरणको सेवा गर्ने, जो लक्ष्मीजीले गर्नुहुन्छ जतिखेर भगवानको चरण बस्नुहुन्छ। जब भक्तले मन्दिरमा भगवानको अथवा घरमा भगवानको विग्रह राख्नुहुन्छ, भगवानको मूर्ति भन्छन् प्राय बुझ्ने भाषामा, तर हामी मूर्ति भन्दैनौँ, विग्रह अथवा श्री विग्रह, अर्चा विग्रह भन्छौँ। किनकि मूर्तिबाट केही पनि प्रतिक्रिया आउँदैन। मूर्ति भनेको त्यो चोकमा राखेको कसैको शालिग हो। विभिन्न नेताहरू नामका चोकहरू छन्, तपाईँहरूलाई थाहा छ। ती चोकमा भएका ती मूर्ति हुन्, किनकि त्यो मूर्तिबाट केही प्रतिक्रिया आउँदैन। तर भगवानको यो रामचन्द्रको यसलाई हामी मूर्ति भन्दैनौँ, अर्चा विग्रह अथवा श्री विग्रह भन्छौँ अथवा विग्रह भन्छौँ। त्यहाँबाट के आउँछ? प्रतिक्रिया आउँछ, किनकि त्यहाँ प्राण प्रतिष्ठा गरिएको छ है, अथवा भगवानका रूपहरूबाट त्यो प्रतिक्रिया भक्तले महसुस गर्छ। सो त्यो भगवानको विग्रहको सेवा गर्छ भक्तले, मसाज गर्छ, स्नान गराउँछ, गङ्गा जल, गुलाब जल, यानी तुलसी, चन्दन इत्यादि अरू जे हुन्छ भेटेर त्यसले अभिषेक गर्छ भगवानको। त्यसलाई त्यो बेला भगवानको चरण सेवा गर्न त्यसलाई पाद सेवन भन्छ। अर्को पाद सेवन के हो भने यस्तो अयोध्या, वृन्दावन,
जगन्नाथपुरी, द्वारका यी विभिन्न ठाउँहरू छन् भगवानका लीला स्थलीहरू। त्यो ठाउँमा हिँडेर जानु अथवा त्यो ठाउँमा पुग्नु, त्यो पहिला चालु दिएर जानुलाई त्यसलाई पनि पाद सेवन भन्छ। भगवानको चरण सेवा भयो है, त्यस्तो अर्थ हो। त्यो यो धाम यात्रा भनेको भगवानको पाद सेवन अङ्गभित्र पर्छ। श्रवण कीर्तन स्मरण वन्दन पाद सेवन दास्य रे। आफूलाई दास बनाएर म भगवानको दास हुँ भन्ने भावनामा भगवानलाई सेवा गर्नु, यो आको नवदा भक्तिको अङ्ग भयो। पूजन भनेको भगवानको पूजा गर्नु, घरमा मन्दिर फोटो इत्यादिमा पूजन। श्रवण कीर्तन स्मरण वन्दन पाद सेवन दास्य रे। पूजन सखीजन आत्मनिवेदन। पूजन सकिँदैन, भगवानलाई आफ्नो सखा मान्ने। कतिपय भक्तहरू भगवानको सखा हुन्छ, साथी हुन्छ। अर्जुन, उद्धव यी भगवानका सखा हुन् है। रामचन्द्रका सखा हुनुभयो, कतिपय है साथी हुनुभयो। त्यसरी पनि भगवानलाई सन्तुष्टि दिन्छन्। त्यो धेरै उच्च स्तरका भक्तहरूले गर्छन्, धेरै उच्च चेतनामा भएकाहरूले। हामी त अहिले भगवानलाई हामी सखा मान्नै सक्दैनौँ। पहिला त भगवानसँग सम्बन्ध हुनु पऱ्यो, म को हुँ भगवानको चिन्नु पऱ्यो। पहिला त भगवानको हामी दास बन्न कोसिस गर्ने। अनि पछि भगवानले कृपा गरेपछि हामीलाई सखा बनाउनु होला, हामीलाई बुवा आमा बनाउन नि सक्नुहुन्छ। तपाईँ हाम्रो कसैको कोखबाट भगवानले जन्म लिन सक्नुहुन्छ, सत्यावेश अवतारहरू इत्यादि इत्यादि। जसरी विभिन्न व्यक्तिहरूको गर्भबाट भगवान जन्म लिनुभयो, के कतिपय अवतारहरू लिनुभएको छ, कतिपय सबै होइन। यो वसुदेव देवकी नन्द यशोदा होइन, त्यो उहाँहरू नित्य हो। तर कसैबाट त्यस्तो सत्यावेश पनि त हुनसक्छ। सो त्यसलाई भन्छ सखा भन्ने, भगवानको साथी भन्ने, भगवानसँग मैत्री भावमा भक्ति गर्ने भगवानको। अनि अर्को 9 के हो आत्मनिवेदन। त्यसलाई संस्कृतमा आत्मनिक्षेप पनि भन्छ। आत्मनिक्षेप श्रवणं कीर्तनं विष्णु स्मरणं पादसेवनम् अर्चनं वन्दनं दास्यं सख्यम् आत्मनिवेदनम् इति पुंसार्पिता विष्णु भक्तिच्च नवलक्षण भन्छ। यो भगवान विष्णुमा 9 किसिमले 9 लक्षणले भक्ति गर्नुपर्छ भन्छ। तर आत्मनिक्षेप अथवा आत्मनिवेदन भनेको के हो भने मसँग भएको सबै चाहिँ तपाईँको भगवान, म तपाईँको चौकीदार हुँ। मेरो शरीर, मेरो मन र मैले मेरो भन्ने गरेका सबै, मेरो श्रीमती, बाल बच्चा, गाडी घोडा, जग्गा जमिन, ब्याङ्क ब्यालेन्स, सम्पत्ति, यो हरेक चिज तपाईँको हो, म चौकीदार हुँ। यो भावनामा जसले भगवानको उपासना गर्छ त्यसलाई आत्मनिवेदन अङ्गालेको व्यक्ति भनिन्छ। जो चाहिँ बलि महाराज कहलिनुहुन्छ। बलि महाराजले आफ्नो 3 पाइला दान गर्दाखेरि अन्तिममा चाहिँ कहीँ पनि भएन, अब यहाँ शिर तपाईँ दिनुहोस्, अब म आफ्नो शिर दान गर्छु तपाईँलाई, तेस्रो पाइला यहाँ राख्नुहोस्। त्यसलाई भन्छ आत्मनिवेदन। सबै चिज भगवानको, मेरो केही पनि होइन भन्ने निवेदनमा यसरी भगवानलाई सेवा गर्नु, यो आत्मनिवेदन हो। र मेरो चाहिँ कसैले गिर्दैन अगाडि फोटो सेसन गर्नेछौँ। ग्रुप फोटो भयो रोगजीहरूसँग माथि जानु होला। माथुजीहरू अब यसरी यहाँ बसेर त्यसपछि ल भयो। छतमा छतको रुखमा गयो। किन
ल अब हामी जाने बेला भयो। यस्तो बनाएर हिँडेको छौँ फोहोर, किनभने यो मिलायो भने पनि यो धुने नै हो, यो धुने नै हो होइन ल बाहिर गए। अनि हामीले यस्तो हाम्रो रुम यति राम्रो छ अनि हामी एकदम इन्जोय गऱ्यौँ यो रुममा, धेरै राम्रो मेमोरी क्रिएट भयो। अनि यता हुन्छ मात्रै चाहिँ अब हामी जान थालेको। मेरो चाहिँ यता छ, यता देखाउँदै देखाइदिनु ब्याग म पनि जान लागेको छु यस्तरी, यस्तो गराउनु कि यस्तो हल्काएर। अनि म पनि जान लागेको छु यत्रो गर्नु खोजेको पनि आउँदा थिएन, यत्रो के दिनुभयो प्रभुजीहरूले। अनि त्यसपछि अब हाम्रो यता यस्तो यतातिर यस्तो के भन्छ बाल्कनी छ, त्यसमा आउँछ तल चाहिँ बादलहरू हुनुहुन्छ। त्यही अब रुमले हामीलाई यति तिन दिन झेल्नु भएकोमा धन्यवाद। जानु म चाहिँ क्यामेराम्यान, यो चाहिँ मेरो भेटिन्छ कि माताजी? हुन्छ त्यो चितवनको माथि जैन र अनि कहाँ भेटुन्छ त। अब हामी चाबी लगाएर आयो माताजी निकायो लिफ्टमा चाबी दिनलाई, त्यसपछि त्यसपछि हिँड्छ यात्रा। उहाँको कृष्ण कृष्ण हरे 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 राम हामी बसेको होटेल कृष्ण कृष्ण हरे 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 राम राम हरे कृष्ण 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 हरे 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 राम 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 हरे 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 कृष्ण कृष्ण हरे कृष्ण 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 हरे 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 राम 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 हरे 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 कृष्ण 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 हरे 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 राम 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 हरे 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 कृष्ण 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 हरे 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 राम 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 हरे 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 कृष्ण नमस्ते नरसिंहाय नमस्ते नरसिंहाय दाइने प्रहलाद लाद दाइने हिरण्यकशिपूर्वचः हिरण्यकशिपूर्वचः श्रीलङ्का
नास्ताको राम राम हरे 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 कृष्ण 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 हरे 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 राम 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 हरे 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 कृष्ण 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 हरे 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 राम हामी चाहिँ धामबाट हिजो आएर यता माताजीको घर बस्यौँ अनि आज मङ्गल आरती एटेन्ड गरेर अनि भागवतम क्लास लिएर भर्खरै घरतिर लाग्दैछ अनि बसमा फेरि राधाकृष्ण नै हुनुहुन्छ क्या कस्तो रमाइलो कस्तो राम्रो देखिनु होइन त्यहाँ पछाडि हामी मन्दिरमा बसे जस्तो फिल भयो है मलाई हरिबो म घर झरेँ तर मलाई घर जानै मन छैन यस्तो अब हामी लास्टमा भागवतम मङ्गल आरती एटेन्ड गरिसकेपछि गुरु पूजा भइसकेपछि त्यसपछि भागवतम क्लासमा बस्यौँ अनि प्रभुजीको क्लास लिँदा लिँदै सकियो भन्ने थाहा पाएपछि यस्तो नरमाइलो लाग्यो आउने मन लागेन अहिले घर जाँदैछु घर जाने मन छैन त्यही पनि जानै पर्यो हाम्रो यात्रा सकियो अब नेक्स्ट टाइम कहिले भगवान्ले बोलाउनुहुन्छ अनि जाने अयोध्या धामबाट प्रभुजीहरूले इस्कनबाट दिनुभएको गिफ्ट मैले अनबक्सै गरेको छैन भ्याउँदै भ्याइनहुँदा यता प्रसादम लिने अनि त्यसपछि नगर सङ्कीर्तन गर्ने त्यही भइरहेको थियो अनि तर यो चाहिँ लास्टमा दिनुभएको क्लोजिङ सेरोमनीमा दिनुभएको अनि सबैलाई दिनुभएको थियो तर दुईवटा हुनुहुन्थ्यो यो चाहिँ कस्तो खाले हुनुहुन्छ मैले हेरेको छैन
सबै माताजीहरूले खोल्नुभएको थियो, उहाँहरूको हेरेको थिएँ। अनि मैले चाहिँ हेर्न भ्याइनँ किनभने लास्टमा अलिअलि छुटपुटको प्याकिङ बाँकी थियो। त्यो गर्दा गर्दै जाने बेला भयो, प्रसादी लिँदा ढिलो भयो। उहाँ आउँदैछिन्, अघि नानीले के हो यो भनेर हेर्नलाई। यहाँ हुनुहुन्छ राम भगवान्। के सुँगी चौरा सीताराम सीताराम सीताराम। हामीले उहाँ नगर सङ्कीर्तन गर्दाखेरि हामीले सीताराम सीताराम एकदम धेरै भनेको थिएँ। अनि मेरो दिमागमा पनि जति बेला नि एभ्री टाइम इभन निन्द्रामा पनि म सीताराम सीताराम चलिरहेको हुन्थ्यो। झ्याप्प बिउजिँदाखेरि सीताराम सीताराम भइरहेको थियो कि त्यस्तो लेभलको कन्सियसनेसमा सधैँ बस्न पाऊँ भन्ने इच्छा छ, तर के गर्नु। कति राम्रो कि नयाँ। थ्याङ्क यू इस्कन टिम, इस्कन फ्यामिली, यति राम्रो भगवान् दिनुभएकोमा। र हामीलाई अयोध्या धामको बारेमा विस्तृत रूपमा एकदमै राम्रोसँग काउन्सिलिङ गरेर म्यानेजमेन्ट गरेर हामीलाई गाइडेन्स गर्नुभयो। धेरै कुरा हामीलाई थाहा थिएन, मलाई थाहा थिएन। अनि धेरै कुरा मैले सिक्ने मौका पाएँ। राम सीता लक्ष्मण हनुमान अनि त्यहाँ अयोध्यावासी अनि अयोध्याको महत्त्व सबै कुरा बारेमा बुझ्न मौका मिल्यो। अनि चितवनको इस्कन चितवनबाट पनि आउनुभएको थियो। अनि नयाँ माताजीहरूसँग भेट्ने मौका मिल्यो। प्रभुजीहरूको दिव्य ज्ञान श्रवण गर्ने मौका मिल्यो। त्यो नै हाम्रो लागि धेरै नै ठुलो कृपा हो। अनि अहिले चाहिँ म घर आइपुगेँ भर्खरै, तर मेरो मन दिमाग सबै अयोध्यामा नै छ। अब नेक्स्ट धाम चाहिँ अब कहाँ हुन्छ, भगवान्ले अब कता बोलाउनुहुन्छ त्यही अनुसार हुन्छ। तर म छिटै जान पाऊँ भन्ने इच्छा छ। एकदमै मिस गरिरहेको छु अहिले, डिभोटीहरूलाई मिस गरिरहेको छु। अयोध्या धामको त्यो बाटोहरू गल्लीहरू अनि त्यहाँको लोकल भक्तहरू सबै कुरा। अनि प्रसादम म त्यत्रो धेरै खान सक्थिनँ। अनि हामीलाई एकदम धेरै नै माया गरेर हरेक दिन नयाँ आइटम इन्डियन डिसहरू पनि चाख्ने मौका मिल्यो। सबै कुरा मेमोरेबल छ। इभन रुम पनि हामी बस्न चाहिँ 3 दिन मात्र बस्यौँ, तर त्यो रुमसँग अनि 3 जना माताजी मतलब इन्क्लुडिङ नि 2 जना माताजी अर्को अनि उहाँहरूसँगको रुम सेयरिङ मेमोरीहरू। अनि अरू माताजीहरू पनि आउनुहुन्थ्यो, हामी पनि जान्थ्यौँ रुमहरूमा। एकदम मजा आयो। अनि नयाँ अब जस्तै इस्कनमा हामी अब सबैसँग बोल्न नभ्याए पनि अनि त्यहाँ गइसकेपछि हामीले सबैसँग नयाँ माताजीहरूसँग पनि बोल्ने मौका पायौँ। एकदमै राम्रो भयो यात्रा। हरे कृष्ण। अनि त्यसपछि त्यहाँनिर चाहिँ क्लोजिङ सेरेमनीको बेलामा चाहिँ रियलाइजेसन सेयरिङ गर्ने भनेर भन्नुभएको थियो। अब म चाहिँ अब खासै के मसँग अब के रियलाइजेसन अब सबै सानो कुरामा छ, तर म शब्दमा बयान गर्नै सकिनँ त्यो कुरालाई। अनि प्राइसलेस भन्छ नि हो त्यस्तै। सानो कुरामा अनुभूति गर्न मात्र सकिने, व्यक्त गर्न नसकिने कुराहरू सिक्ने मौका मिल्यो अयोध्या धाम अनि डिभोटी एसोसिएसनबाट। अनि रियलाइजेसनको कुरा गर्दाखेरि धेरैजना भक्तहरूले धेरै कुरा सेयर गर्नुभयो। अनि धेरै इमोसनल मोमेन्टहरू पनि थियो। अनि त्यही हो, एकदम रमाइलो हुँदैछ। हजुरहरू पनि धाम यात्रा गर्न चाहनुहुन्छ भने होइन, अब कुनै पनि नजिकको इस्कन या डिभोटी सङ्घ हुन्छ नि, साधु सङ्घसँग यात्रा गर्नुहोला। त्यो चाहिँ एकदमै फलदायी हुने रहेछ। अब हामी मात्र फ्यामिली या फ्रेन्ड्स मात्र घुम्न गयौँ भने मतलब धाम यात्रा गयौँ भने त्यो घुम्नको लागि मात्र हुँदो रहेछ कि। अनि
मैले खासै भिडियो चाहिँ गराइनँ किनभने म भिडियो त गर्छु भनेर सोचेको थिएँ तर मलाई त्यसको अस्तित्व नै त्यस्तो खासै इम्पोर्टेन्स लागेन के अलिअलि त खिचेको छु जुनमा हामी अलि फ्री भएको बेलामा चाहिँ खिचेको छु फोटोहरू भिडियोहरू अनि क्लोजिङ सेरेमनीको चाहिँ खिचेँ किनभने लास्ट दिन थियो अनि अब पनि खिचिनँ भने त केही पनि मेमोरी हुँदैन मेमोरी त मनमा दिमागमा छ विच इज इरिप्लेसेबल तर चाहिँ हेर्नको लागि अरूलाई देखाउनको लागि यस्तो हुँदो रहेछ है साधुसँगहरूसँग जाँदाखेरि अनुभव फरक हुँदो रहेछ है भनेर अरूलाई देख्ने मौका पनि मिल्छ नि त अनि त्यो हुँदाखेरि चाहिँ मैले इन्डिङ क्लोजिङ सेरेमनीमा चाहिँ खिचेको छु अनि हल्का हल्का कुनै ठाउँमा खिचेको छु फोटोले कैद गर्न सक्दैन त्यहाँको महत्त्व त्यही नै हो एकदम रमाइलो भयो फेरि पनि यात्रा गर्न पाऊँ त्यही छ कामना हरे कृष्ण